हान्यो भोसड़ी के बेटे सो व्हाट्स अप गाइस, वेलकम बैक टु मेरो ब्लग। सो स्वागत छ मेरो फेरि अर्को भिडियोमा। अनि साथीभाइहरू टाइटल थम्बनेल चाहिँ हेरिसक्नु भयो होला। आज के को भ्लग हुनेवाला छ, आज चाहिँ नि साइकल राइड भ्लग हुनेवाला छ होइन। अनि हेर्न सक्नुहुन्छ साइकल चाहिँ नि यो चाहिँ नि मैले प्यान बाइकबाट रेन्टमा लिएको हो। अनि आज चाहिँ नि साइकल राइड जाने तारिबिर भन्ने सोचेको, तर सम्भव भएन किनकि यहाँ मसँग हेलमेट छैन क्या। हेलमेट लाएर टक्कै यहाँ मसँग हेलमेट माउन्ट छ होइन। अनि हेलमेट माउन्टमा राखेर चाहिँ नि टक्क मोटो भ्लग जसरी जाउँ भनेर सोचिरहेको थिएँ। अनि यसँग चाहिँ नि के थियो भन्ने थियो क्या हेलमेट चाहिँ नि। अनि यसको घर गएकै हेलमेटै दिएर पठाइसक्यो रहेछ अरूलाई। अनि साथीभाइहरू मसँग चेस माउन्ट पनि थियो होइन। अनि चेस माउन्ट चाहिँ नि घरमै छुट्यो। अनि चाबी लाएर मम्मीहरू निस्किनु भयो। त्यसपछि चाबी पनि थिएन। अब चाबी लिन कहाँ गइराख्नु, 3 बजिसक्यो, जाने भने बिहानै। अनि त्यही हो उहिले हान्दैछ छोरोले नसकी झन् क्या मजाले चढाएर जम्ला भनेको है। अब यसरी हातमा साइकल राखेर होइन, साइकल पनि चलाऊ भ्लग पनि गरेर लास्ट गाह्रो हुन्छ। म ब्रेक चेन्ज गर्छु यार। म चाहिँ हेलमेट माउन्ट भए यस्तो स्पिड कुदाइदिन्थेँ होइन। अब यहाँ मोबाइल समाउँदै प्लस ह्यान्डल कन्ट्रोल गर्दै सक्दैन किनकि अब ब्रेक हान्न परिहाल्यो त्यो बेलामा। स्योर लड्छ होइन। अब के गर्ने, हेलमेट चाहिरहेछ। अब यसको साथीको घरमा छ भने छ होइन हेलमेट त। अब हेरौँ जाउँ रहेछ भने लिएर अनि फेरि मोटो भ्लग गर्नुपर्छ। चेस माउन्ट पनि घरमै छुट्यो क्या फेरि तनाव भयो कता। अनि आज चाहिँ हेर्ने साथीभाइहरू मजाले विली सुइली पनि हान्नुपर्छ स्टफीहरू। अब कति भइसक्यो साइकल स्टोन नहानेको। पहिला त भव्य हान्थेँ मैले साइकल स्टोन चाहिँ नि। चाहिँ नि अब धेरै वर्ष भइसक्यो साइकल नउडाएको। अब हेरौँ होइन कस्तो जान्छ विलीहरू। अहिले 2-3 जोड ट्राई गरेको थियो, बेकार गयो। अब हेर्न सक्नुहुन्छ यहाँ चाहिँ नि पिच रोड छ होइन, बबाले जान्छ। अनि यहाँ चाहिँ नि अब हान्ने हो म विली। है त्यसलाई भिडियो किन्न लाउनु पऱ्यो। हान्यो क्या चिज क्या दिइरहेको पुलिस अङ्कलले। धन्नाले यहाँबाट पारी साथीभाइहरू त्यही होइन। अहिले खाइसक्यो, अब विली सुली बन्द गरौँ। त्यस्तो मजाले विली हान्दै सकेको छैन। त्यही हो अब चाहिँ हामी कहाँ जाँदा चौमती होइन, चौमती कटिसक्यो। अब उता अगाडि हो, यो अगाडि पुगौँ। ला भोसड़ी के बेटे। साथीभाइहरू होइन फाइनली मेरो साइकलको चेन पनि यहाँ चुडिसकेको छ होइन। अनि ठ्याक्क यहाँबाट झार्न लाग्यो क्या। फर्स्टमा चाहिँ म कन्फ्युज भयो होइन। यसमा उल्टो ब्रेक छ क्या। अगाडि चाहिँ अस्ति अर्को ब्रेकवाला चलाइरहेको थिएँ नि त। अनि त्यसमा हात मेरो फिटिङ बसिसकेको थियो क्या। त्यसमा अब ब्रेकमा कन्फ्युज नहुने भइसकेको थियो। फेरि अनि मैले यो साइकल लिएँ होइन, यो रेन्टमा ल्याएको क्या मैले। अनि साथीभाइहरू होइन हामी चाहिँ नि हात दिँदै बिस्तारै चलाउँदै गइरहेको छौँ ल धक्का हो ल। हामी चाहिँ नि यसरी मजाले गएर न यो हात समातेको थियो क्या। अब फोन ट्यागको अब अन गरेपछि त होइन ब्यालेन्स बिग्रिन्छ है, त्यो यता पनि सामान थियो। अनि यहाँ अगाडि साइकल पसल त थियो तर कहाँ गयो। तनाव हाल्यो भने छ्या यो साइकल बिग्रेर पनि। अनि चेन चाहिँ यस्तो भएको छ। अब तारै भिर्काबे कहाँ जाने। एकछिन अङ्कलहरू एकछिन म यहाँ टर्निङमा। अब यहाँ पहिला साइकल पसल थियो, यो अगाडिको बिल्डिङ यो बनिरहेको। अब त्यो भनौँ न बनाइरहेको छ, अब पसलै छैन। अब चाहिँ हामी बिस्तारै डोलाउँदै यसरी होइन अब जान्छौँ। ब्यालेन्स बिग्रियो यसरी बिग्रिन्छ होइन। अब त्यही भएर टक्क हात समाउँदै हामी जान्छौँ साइकल पसलमा। अनि टक्क बनाउँछ। अनि त्यसपछि फेरि स्टोन हान्नुपर्छ साइकलको। हामी चाहिँ फाइनली साइकल पसलमा आइसक्यो। अनि हेर्न सक्नुहुन्छ यहाँ साइकल चाहिँ अगाडि होइन 50 रुपियाँ अनुसारले बनाएको। अनि यसमा चाहिँ नि 10 गियर छ। अनि यो चाहिँ नि सम्झी भाइको आफ्नै साइकल हो नि त।
हेर्न सक्नुहुन्छ होइन यसलाई चाहिँ खैरेले दिएर गएर के चाइनिजले अनि साथीभाइहरू हेर्न सक्नुहुन्छ होइन यहाँ सम्झित भएको साइकल होइन बवाल छ डबल सक तर हल्का माथि चल्छ यो अनि साइकल कुदाउनमा चाहिँ एकदम बवाल छ तर ह्यान्डल सानो भयो होइन अब यो एउटा ब्रेक चाहिँ नि यताको भाँचेको छ यो बनाउनुपर्छ अनि समीर भाइ पनि राइडर अनि त्यसपछि हामी अब साइकल राइड धेरै जस्तो जान्छौँ अब होइन हल्का हल्का पैसा इन्भेस्ट गरेर साइकल राइड जान्छौँ आफूलाई पनि मजा भ्लग पनि टक्क बबाल बनाउँछु म बिस्तारै होइन सपोर्ट गर्नु होला अनि गाउँको सामान खोजेको छ त्यही हो अनि यहाँ हेर्न सक्नुहुन्छ होइन भाइहरूले चाहिँ नि यहाँ फुटेको बललाई टाल्न कोसिस गरेर चाहिँ टेप टालेर त्यो नै हावा भरै छ क्या हामीले पनि भरिदिएको होइन देऊ भनेर के भन्छ लास्टमा पञ्चर रहेछ हुँदैन भाइ है भर्खर टाइट भइसक्यो थियो फेरि लुज भइसक्यो त्यही हो होइन अब साइकल बन्जेल म साइडमा बसिरहेको स्वयं फाइनली आइसक्यो हामी अनि हेर्न सक्नुहुन्छ साइकल पनि बनिसक्यो अनि आज चाहिँ नि हामी उयो यता यो भर्याङ होइन उत्ताको भर्याङ छ नि उत्ता अगाडिको भर्याङ झार्छौँ नभए किन्छ यताबाट किन्छ पिच रोड झार्छौँ होइन अनि अहिले चाहिँ हामी यही पिच रोडबाट जानला हो अनि माथि पुगेपछि थाहा हुन्छ अब डिसाइड गर्छ हामी दुईजना कुनबाट सक्छ त्यसबाट झारौँ भनेर अनि के भन्छ अब मलाई त जान त भर्याङबाटै मन छ होइन अब यसको चाहिँ नि हेरौँ न यसको पछाडिको ब्रेक छैन फेरि गाह्रो होला भनेर मैले फेरि यहीँबाट झारौँ भन्नला हो ल माथिबाट पनि झारौँला ल साथीभाइहरू होइन हामी चाहिँ फाइनली यहाँ आइपुगेँ अब यहाँबाट चाहिँ यहाँ साइडको भर्याङबाट चाहिँ हामी झार्छौँ यो चाहिँ माथि अब चढाउनु चाहिँ दिँदैन यताबाट पछाडिबाट चढाएर लानुपर्छ यहाँ दिँदैन मैले अस्ति ट्राई गरेको थिएँ अस्ति नै आएको म त्यो जस्तोमा आइरहेको हुन्छु यहाँ साइकल चलाउन साइकल लिएर टक्क यस्तो मजा आउँछ म साइकल अनुसार चाहिँ नि म यहाँ चलाउने गर्छु क्या अनि यहाँ हेर्न सक्नुहुन्छ होइन पैसा हालिरहेको छ त्यहाँ बन्दरी यहाँ फोन खोसेर पायो नै छैन बाँदरहरूले यहाँबाट चाहिँ नि अब झार्ने होइन साथीभाइहरू हेर्न सक्नुहुन्छ अब यहाँबाट सक्छै सक्दैन त्यो मात्रै हो अब हिम्मत कति छ होइन त्यही अनुसारमा जान सक्छ कति भइसक्यो साइकल नचलाएको अब यो त गाह्रै हुन्छ यो अस्ति पनि आएको ब्रेक झ्याप लाग्ने भएर हल्का साइकल के त्यो बेलामा एक कमलाले यस्तरी एक कमलाले उचाल्न मिल्ने मैले अहिले नि एक कमला युज गरिरहेको छु नि त एक कमलाले मजाले बुग्ने साइकल थियो क्या त्यो पनि अनि ब्रेक झ्याप लाग्नु भएको छैन अस्ति पनि झुर भइहाल्यो ल साथीभाइहरू होइन हामी चाहिँ नि फाइनली यहाँ मुनि आइसक्यो अनि यहाँ अगाडि पठाएको ठ्याक्क हामी झारिरहेको थियौँ नि त साइकल अनि ठ्याक्क यहाँ लडिहाल्यो होइन अगाडि ब्रेक छ नि त त्यसको अगाडिको माथि ब्रेक छ क्या त्यसको पछाडिको चाहिँ छैन अनि त्यो बाँदर त्यहाँबाट झार्छ मैले चाहिँ त्यसको साइकल भर्खर झारेको तर त्यसकोमा चिप्लिनु रहेछ ब्रेक हान्दा पनि चिप्लिनु रहेछ त्यो लड्ने चान्स चाहिँ धेरै रहेछ होइन अब त्यो साइकल चाहिँ त्यहाँ राखेको छु अब मेरो साइकलमा चाहिँ टक्क आउँछ अनि साथीभाइहरू माथि हेर्न सक्नुहुन्छ होइन कपालहरू गइरहेछ अब यसो बनाउन होइन अब त्यही हो यहाँबाट चाहिँ अब साइकल झार्दैछ त्यसले अलि बेसकन झार्न र साथीभाइहरू होइन अब समृद्धले चाहिँ त्यहाँ विली हान्न लाग्छु लानु विली ल विली हान अनि साथीभाइहरू मेरो चाहिँ नि धेरै वर्षपछि होइन मैले साइकल उडाउनु थालेँ कि कति भइसक्यो होइन धेरै ग्यापिङ भइसक्यो त्यो भएर चाहिँ अहिले विली हान्न सकेको छैन अब डेली साइकल चलाउँदै विली प्र्याक्टिस गरेँ भने त होइन एक हप्तामा म पहिला जसरी पर्फेक्ट हुन्थ्यो त्यसले त्यहाँबाट झारेँ मैले साथीभाइहरू भर्खर होइन
यहाँबाट यसरी झारेको होइन त्यहाँनिर कस्तो मन डराइरहेको थिएन त्यही पनि अनि मेरो क्या च्याप दिइरह भने यो सिटले होइन मेरो केन छ मैले यस्तो भएको थिएँ नि त म त यस्तरी भएर फेरि यस्तो गर्दाखेरि यहाँ ठोक्यो क्या अनि बेडले पनि यहाँ हल्का ठोकेर कस्तो छाले उकेछ क्या दुखिरहेको छ ल साथीभाइहरू होइन आजको भ्लग चाहिँ यति नै होइन मन पऱ्यो भने प्लिज लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला अनि के छ अर्को नेक्स्ट भ्लग पनि आउँछ राइडको अहिले चाहिँ अब हामी जान लाग्यो भाइकुममा होइन र आजको लागि यति नै मन पऱ्यो भने प्लिज लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु बाई बाई